हेलो एभ्रिवान, आज एउटा सानो कुरा सेयर गर्नु पर्यो भनेर के तपाईँलाई थाहा छ नि हाम्रो केटा र केटी बराबर केटा र केटी हैन समान भन्छन् के समान खै समान कहाँनिर समान खै म त देखिन समान एउटा केटाले चाहिँ हैन आफ्नो एउटा रिसेन्ट गर्लफ्रेन्डलाई पनि हैन मेरो पास्टमा यतिजना गर्लफ्रेन्ड थियो मेरो गर्लफ्रेन्डसँग यस्तो यस्तो भयो मेरो गर्लफ्रेन्ड चाहिँ के गरे सबै भन्छ हैन तर त्यो केटीले चाहिँ मरुन्जेलसँग पनि युआर माई फर्स्ट एन्ड लास्ट भन्छन् फर्स्ट एन्ड लास्टै होला त अनि केटाले चाहिँ त्यो आफ्नो पास्ट सबै सेयर गर्नु नि केटीले चाहिँ पास्ट सेयर गर्न हुने त्यो केटी चाहिँ सती सावित्री भएर फर्स्ट त्यो मान्छे नै फर्स्ट एन्ड लास्ट होला त तपाईहरुलाई के लाग्छ यस विषयमा फेरि केटाहरूलाई चाहिँ हैन यस्तो कुरा सोध्न मिल्ने क्या तिम्रो कतिजना छ रिलेसनशिप थियो भनेर सोध्न मिल्ने केटीहरूलाई चाहिँ नसोध्ने सोध्न नहुने रे अब कुनै पनि एउटा फ्यामिलीमा हैन अब फ्यामिलीमा कुरा गर्न बसेछ त्यहाँ भएको केटा मान्छेहरूलाई चाहिँ तिम्रो गर्लफ्रेन्ड कति थियो भनेर सोध्न मिल्ने अनि त्यहाँ भएको केटी मान्छेहरूलाई चाहिँ सोध्न नमिल्ने कस्तो अचम्म के त्यही भएर केटा र केटी कहिले समान हुँदैन भन्ने हामीलाई लागेछ।